गुड मर्निङ साथीहरू, सबको जय होस्। केरोन चोकमा म यतिखेर यहाँ आइपुगेको छु। चिया पसलमा हाम्रो बुजुर्ग मान्छेहरू हुनुहुन्छ। यहाँ अघि भेला भइसक्नु भएको छ। हाम्रो यो पाँचो भाइको पसल हो। यो चाहिँ केरोन चोकको सबैभन्दा पुरानो फेमस चिया पसल मात्रै होइन, अरू पनि छ छन चाहिँ, तर अब मैले अहिले चिया पसल मात्रै भने। चोकमा आइसकेपछि एउटा समस्या छ। त्यो समस्या यहाँ देख्नुहुन्छ। यहाँ अघि भर्खर खाएको 2-4 मिनट भएको छैन, फेरि अर्को चिया आयो। एकले अर्कोलाई अफर गर्ने, अर्कोले अर्कोलाई अफर गर्ने। यहाँ आएपछि एउटा के भन्छ सत्कार पनि, अतिथि सत्कार जस्तो पनि हो। वेट लस गर्न चाहनुहुन्छ, वेट घटाउन चाहनुहुन्छ भने मर्निङ वाकमा यसरी चोकमा आएर बस्नु हुँदैन, हिँड्नुपर्छ। यो स्ट्रे डगहरू, छाडा कुकुरहरू, न कुकुर मार्न पाइन्छ अहिले। कुकुरले बाख्रा खाइदिने, गोरु के अरे चाहिँ पाडाहरू खाइदिने, च्यापच्याप्ती मान्छेहरू पनि खान बेर छैन अहिले। तर अब मार्न पाइँदैन। बरु मान्छे मार्न पाइन्छ, मान्छेबाट मारेको मान्छेले छुटकारा पाउँछ, तर कुकुर चाहिँ मार्न पाइँदैन। कुकुर मार्नदेखि सबै मान्छे डराउँछन्। मर्निङ वाकमा हो। डायरी हुनुभएको? डायरीले दुध लिन्छ अहिले? अनि होइन, अनि मिल्क होलिडे हुँदैछ भन्छन्। यसलाई के भन्छ भन्नु त? घाँस हो यो? यो है? ल भटमासे फुलेको देखाइदिन नि त मैले त। भटमासे नै हो त यो? मलाई त यो फुलहरूको नाम पनि थाहा छैन। जताततै फुल फुलेको देख्छु, हेर्नु त। अनि भाउजू, यो फुलको नाम चाहिँ के हो? यो त गोदावरी हो, के भन्छ मखमली होइन यो त? यो चाहिँ के हो थाहा छैन मलाई। के थाहा होस्, रोप्ने मान्छे हाम्रो भाउजूलाई त थाहा छैन। नमस्कार भाउजू। थाहा नपाइ पनि रोप्नुपर्ने भाउजू हो कि? मन परेपछि कहाँबाट? आमा मामा त म भन्दै थिएँ फुलबारीको कुरा। फुल त मान्छेले धेरै रोप्नु भएको छ, अझै माथि नै छन् त्यहाँ। यहाँ छ बलदेव स्कुल। यो चाहिँ कानेपोखरी वडा नम्बर 2 होइन, यता जानुपर्छ स्कुल चाहिँ मध्ये होइन। कानेपोखरी कन्ट्याक्समा सबैभन्दा पुरानो स्कुल होला यो। स्कुल चाहिँ 5वटा छ हाम्रो वार्ड नम्बर 2मा। 5वटा स्कुल। दाजु नमस्ते। 5वटा स्कुल छ। ल यहाँ मिरी लघु वित्त संस्था पनि रहेछ, राजवंशी खाजा घर। यहाँ कानेपोखरीकै एकदमै जल्दो बल्दो दुग्ध डेरी उद्योग। जहाँ चाहिँ अरूतिर मिल्क होलिडे हुँदा पनि दुध लिन सक्दैन, यहाँ चाहिँ उहाँहरूले दुध लिनुहुन्छ। मैले अर्को एउटा भिडियोमा भनेको राजकुमार खनालजीको। हेलो बाई। मामाश्री, हाम्रो मामाश्री के छ शङ्कर बा? कहाँ हिँड्यो? भन के गर्नु त अब? के भयो? मन्दिरको पूजाआजा गर्ने, भगवान्को पूजाआजा गर्ने, म छुटेर के हो?